फिफा विश्वकप 2026 अन्तर्गत हिजो भएको अर्जेन्टिना र इजिप्टको गेममा अर्जेन्टिनाले खेल 3-2 ले जित्यो। यदि तपाईले खेल हेर्नु भएको थियो भने खेल अति नै रोमाञ्चक भएको थियो। अर्जेन्टिना फ्यानहरुको त 79 मिनेटसम्म मुटु बाहिर निस्कियो। त्यसपछिको 13 मिनेट चाहिँ यति उतार चढाववाला भयो कि अब त्यसपछि फेरि त्यो मुटुलाई भित्र लगेर राखेर खेल रिग्ड भयो, यो भयो, त्यो भयो, धेरै कुराहरू भन्ने पनि छन् हैन। त्यो कुराहरू धेरै नसोचेर मेसी चाहिँ वर्ल्ड कपमा 8 वटा गोल गरिसके। उनी गोल्डन बुटको दावेदारको रूपमा पहिलो नम्बरमा छन् र अर्को कुरा मेसी वर्ल्ड कपमा सबैभन्दा धेरै एसिस्ट गर्ने खेलाडी हिजो बनेका छन्। उनले हिजो एउटा एसिस्ट गरेको थियो 79औं मिनेटमा रोमेरोलाई पास गरेर रोमेरोले गोल गरे। त्यसपछि उनले म्याराडोनाको 8 एसिस्टको रेकर्ड तोड्दै 9 वटा एसिस्ट गरे। त्यस्तै अर्जेन्टिनाले 79औं मिनेटसम्म 2 गोलले पछाडी परेको अवस्थाबाट रेगुलर टाइममै 3 गोल हानेर जित्ने इतिहासकै पहिलो टिम बनेको छ र एन्जो फर्नान्डेजले जो निर्णायक गोल गरेका थिए त्यो फिफा इतिहासकै 3000औं गोल बनेको छ। अरु कुरा सबै छोड्दिउँ, नियम नै हुन्छ। नियम सबैलाई बराबर हुनुपर्छ। सबैले खेल्ने नियम अनुसार नै हो। फिफाले कसैलाई जिताउने कसैलाई नजिताउने भन्ने हुँदैन। यदि फिफाले चाहेको भए अथवा युएसए ले चाहेको भए, जस्तो ट्रम्पले युएसए को एउटा प्लेयरले रेड कार्ड पायो तर त्यो रेड कार्डलाई फिर्ता गर्नको लागि फिफासँग निवेदन गरेर त्यो रेड कार्डलाई फिर्ता लिएर त्यो खेल पनि खेलाएकै हो नि त हैन। यदि उनीहरूले चाहेको भए अमेरिकालाई जिताउन सक्थे हैन। कुनै पनि बेटिङ साइटहरूले बेल्जियम भन्दा युएसए ले जित्ने चान्स धेरै देखाएका थिए। यदि फिफाको चल्थ्यो अथवा युएसए को बस चल्थ्यो भने उनीहरूले चाहे अनुसार उनले गर्न सक्थे। भने हिजोको खेलमा अर्जेन्टिनालाई फिफाले जितायो अथवा रेफ्रीले जितायो भन्नु चाहिँ गलत, मूर्खता हो के। जस्तो रेफ्रीले जितायो भन्नुहुन्छ भने रेफ्री कहाँको? फ्रान्सको, जो कि फ्रान्स त अर्जेन्टिनाको टक्करवाला टिम हो क्या। उनीहरूले कहिले पनि अर्जेन्टिनालाई फेभर गर्छन् जस्तो चाहिँ लाग्दैन। जस्तो मोहम्मद सालालाई त्यतिखेर फल गरेर पेनाल्टी दिनुपर्ने त्यतिखेर दिएन भने हैन, तर त्यो फल थिएन है। त्यो पछि हेर्नु होला, त्यो भिडियोहरुमा पनि देखिन्छ, त्यो फल थिएन। त्यस्तै फाइनल गोल जुन निर्णायक थियो त्यो गोल गर्नु भन्दा अगाडि चाहिँ फल भएर भारले पछि त्यो गोललाई उल्टाइदियो। त्यो चाहिँ नउल्टाउनु पर्ने थियो भन्छन् हैन। यदि भार सिस्टम नै नहुने भएर पछि फेरि उल्टाउन नमिल्ने भए त उल्टाउन मिल्थेन नि त हैन, उल्टाउँथेन नि त हैन। उल्टाउन मिल्ने छ, पछि गएर चेक गर्नु मिल्ने छ भने पछि नै चेक गर्ने हो क्या त्यो। त्यही भएर धेरै कुरा टेन्सन नलिउँ। अर्जेन्टिना फ्यानहरुलाई यसै पनि खुसी लागिरहेछ हैन, अरु पनि खुसी हुनुहोस्। अब तपाईहरु मेसी हेटर हुनुहुन्छ र अर्जेन्टिना हेटर हुनुहुन्छ भनेर त्यसैको कारणले नै त्यो गाली गर्नु, यो भन्नु, फिफा बोय भन्नु हैन, रिग्ड छ भन्नु, त्यो भन्नुहुन्छ भने खेल हो, चलिरहन्छ। अब क्वार्टर फाइनलमा फेरि स्विजरल्यान्डसँग खेल्दैछ। स्विजरल्यान्डले कोलम्बियालाई हराइदियो हैन। अब फेरि त्यहाँ गएर पनि अर्जेन्टिनाले जित्छ र त्यहाँ गएर पनि केही भन्नको लागि शब्दहरु चाहिँ बाँकी राख्नुपर्छ है। हुन्छ, आजलाई चाहिँ यति नै राखौं हैन। खेल अर्जेन्टिनाले जितेको हो, इजिप्टले चाहिँ हारेको हो हैन। त्यसमा अब अन्तिममा चाहिँ के भन्छु भने त्यसमा म पनि फेरि त्यति धेरै फिफाको रुल थाहा भएको र फिफाले गरेको कुराहरु सबै सही हो भनेर त्यो भन्ने खालको मान्छे चाहिँ म पनि होइन हुनलाई हैन। तर खेल चाहिँ अर्जेन्टिनाको पक्षमा आयो र मेसीले आफ्नो रेकर्डहरु बनाए, जस्तो गोलको रेकर्डहरु बनाइराछन् हैन। अब त्यस्तै असिस्टको रेकर्डहरु बनाइराछन् हैन। अनि गोल्डन बुटको दावेदारको रूपमा पहिलो नम्बरमा छन् हैन। त्यस्तै गोल्डन बलको पनि अब अहिलेसम्म 4 वटा प्लेयर अफ द म्याच जितिसके हैन। त्यसमा पनि अझै अगाडि नै छन् भन्दा हुन्छ हैन। त्यही भएर म चाहिँ खुसी नै छु हैन। अरु कुरा त अब तपाईलाई हिजोको म्याच चाहिँ कस्तो लाग्यो, अथवा त्यो तपाईलाई फिफाले अर्जेन्टिनाले जिताएको जस्तो लाग्यो कि के लाग्यो हैन। अब त्यो म्याच रिग्ड थियो अथवा के थियो त्यो चाहिँ कमेन्टमा लेख्न चाहिँ नबिर्सनु होला है त। धन्यवाद।